यो अगाडि देखिरहेको पत्थर छ नि, यो पत्थरको कारणले चाहिँ यो मन्दिरको अस्तित्व जोगाएको भन्ने एउटा जुन हामी सबैजनाको एउटा विश्वास छ। यही पत्थरकै कारणले चाहिँ यहाँको जुन शिवजी थान, केदारनाथ थानको चाहिँ यो मन्दिरको अस्तित्व जोगाएको भन्ने छ। यो एरियाबाट हिम पहिरो आएर यो पत्थरले रोकेर चाहिँ यहाँको मन्दिरको अस्तित्व जोगाएको भन्ने छ। र कतिपय कुराहरू एकदम सत्य पनि हुनसक्छ क्या। अब यत्रो ठुलो पत्थर छ होइन, होला पनि क्या त्यो जमानामा होइन। अब भगवान्को पालाको कुरा हो, धेरै अगाडिको कुरा हो, त्यति बेला सत्य युगको कुरा थियो, हुन पनि सक्छ। त्यही ऊ छ होइन। यहाँ माथिबाट चाहिँ हिम पहिरो एकदम खस्ने भएको कारणले गरी यो रहेछ।